उनको मनको कुरा सुन्नेहरूको भिड छ उनको सहरमा। मेरो मात्र उनी। उनलाई पुरै विश्व भ्रमण गर्नु छ रे। मसँग हिमाल हेर्न जाने सपना बुन्दैनन् उनी। महँगा उपहार केही मागेकी छैन। नमागे नि एउटा फुलको थुङ्गा लिएर दिने चाहना राख्दैनन् उनी। उनीबाट माया र सम्मान उत्तिकै मिलेको छ। तर म खुसी छु कि छैन खासै वास्ता गर्दैनन् उनी। उनीसँग पूर्ण भएर पनि कति अपूर्ण छु म। उनको प्रेममा लिप्त भएर पनि खुसी कति छैन म। सुन न, मेरो खुसी केमा छ एकचोटि त सोध न। तिमीले जस्तो सान्तोरिनीको विन्ड मिलमा गएर अमेरिकानो डबल सट खाने रहर छैन मेरो। मसँग वृन्दावन र केदारनाथ जाने सपना बुन न। क्लब र बार जान नचाहेको हो, नजानेको होइन। भगवानका मिठा भजन बजाएर घरलाई नै तरङ्गित बनाइदेऊ न। बिहान बेलुका पूजापाठ गर्दा अगरबत्तीको सुगन्धले दिने आनन्द विस्की बियर र चुरोटको धुवामा कसरी पाउन सक्छौ मलाई बताइदेऊ न। तिमीले हेर्ने इङ्ग्लिस फिल्म र इङ्ग्लिस गानाहरू मैले नबुझ्ने होइन, तर नारायण गोपालका मिठा सङ्गीतहरूलाई पनि हाम्रो दैनिकी बनाइदेऊ न। माया गर्छु भनेर मात्र हुँदैन, हेर त कति भिन्नता छ हामीमा। तिमीसँग तिम्रो बराबरी गर्न कहाँ सक्छु र। ब्रान्डेड जुत्ताहरूको कलेक्सन गर्ने तिमी, चाडपर्वमा मात्र चप्पल फेर्न पाएको म। शब्दमा मात्र माया गर्छु भन्ने तिमी, भावना र मौनतामा पनि माया खोज्ने म। समय मिल्दा मात्र बोल्न आउने तिमी, तिमीसँग बोल्न समय मिलाउने म। घरको कान्छो छोरा, आमाको ममता र दिदीको मायाले हुर्किएको तिमी, जेठो सन्तान, जिम्मेवारी र बाध्यताले बाँधिएको म। कसरी बराबरी गर्न सक्छु तिमीसँग म। मनमा भगवानको आस्था राखेर त्यही मनमा तिमी नास्तिकलाई कसरी सजाउनु म। भगवानको बास्नालाई अपनाउने म तिम्रो चुरोटको गन्धलाई कसरी अँगाल्न सक्छु म। यो भन्दा बढी के गुनासो गर्नु तिमीसँग। आज हाम्रो यत्रो वर्षको प्रेममा मिठास कम भएको देख्छु। यतिका वर्षमा तिमीले मलाई जे दियौ त्यसले मलाई निशब्द बनाएको देख्छु। एक थोपा शीत अटाउन नसक्ने मेरा आँखामा विशाल महासागर बगेको देख्छु। पाउ सुमेर शिरमा सजाऊ भन्दिन म। तिम्रो आत्मसम्मानमा आचाउने कुनै काम गर्दिन म। मलाई रानी महारानीको दर्जा दिएर झ्यालैमा राखेर पाल्नुपर्छ पनि भन्दिन म। बरु मान्छौ भने सँगै जाउँला घाँस दाउरा गर्न, जाउँला मेलापातमा कहिलेकाहीँ पर्म गर्न। ग्यास जोड्न सकिन भन्दै पिर गर्छौ अरे, दुःख मान्दिन आगैमा पकाएर खाउँला। बरु बचेको पैसाले कहिलेकाहीँ कतै सपरिवार घुम्न जाउँला। गरौँला नि चुलो चौको पनि, बनाउला विषादी रहित तरकारी आफ्नै बारीमा, अनि कमाउला केही पैसा मैले पनि। दुःख होला कदापि नसोच्नु, सुख सयल अनि सौखिन जिन्दगीको खासै चाह छैन मलाई पनि। घरकै ढुकुटीबाट चामल झिक्दै खानुपर्छ प्रिय, माना रोपेर मुरी फलाउनु पर्छ। महिला प्रधान घर बनाउनु पर्दैन, तिम्रा बाका बोलीको पनि मान राख्नुपर्छ। बुहारी पीडित घर पनि देखेकी छु मैले, त्यसैले सुरुमा बाआमाको इच्छाको मान राख्नुपर्छ। धेरै पर्दैन मेरा पनि बात सुनिदिनु। भोलि घर बाहिर निस्किन मन लाग्दा नारी हौ भनी प्रत्येक पाइलामा नरोकिदिनु। चित्त दुखाउँदा आँसु लुकाउँदा समय दिई आँसु पुछिदिनु। सहरमा घर चाहिँदैन, माटोले लिपेको आँगन छेउैमा बगैँचा होस्। त्योभन्दा स्वर्ग त मलाई कुनै विदेशी भूमि पनि लाग्दैन। ढुक्क हौ, बुढा बाआमाको ख्याल राख्छु, अपमान कहिल्यै गर्दिन। बुहारी होस् त यिनी जस्ती भन्दै गर्व गर्नुहुनेछ। गुनासो राख्ने कुनै ठाउँ राख्दिन, गुनासो गर्ने कुनै ठाउँ राख्दिन। एक स्थिर संकल्प। हामी एक्लिएका छौँ दो बाटोबाट। ऊ जान्छु भनेपछि बाटो बल्ल दो बाटो बनेको हो। समय र एका हात छोड्छु भनेपछि हात बल्ल हातहरू बनेका हुन्। टुक्रिएर पृथ्वी जस्तो यात्रा पाइलाहरू देश जस्ता बनेका हुन्। ऊ जान्छु भनी कसैको भूगोलमा, ऊ जान्छु भनी कसैको भूगोलमा म कुनै देशको सिमाना जस्तो बनिन जान दिए। ऊ जान्छु भनी कसैको भूगोलमा म कुनै देशको सिमाना जस्तो बनिन उसलाई जान दिए। नदीले सिमाना काटेर गए जसरी
ऊ जान्छु भन्दा जीवन अड्याउने एक हाँगा भाँचिए जस्तो नभएको पनि होइन। फेरि मैले सम्झिएँ जीवनको उचाइ र उचाइसँगैका नयाँ हाँगाहरू। तिनै हाँगाहरूमा प्रेमको नयाँ गुण बनाउन फेरि कोही आइपुग्नेछ। तिनै नयाँ हाँगाहरूमा प्रेमको गुण बनाउन फेरि कोही नयाँ आइपुग्नेछ। फेरि कसैको घर बन्न म उभिरहनु पर्नेछ। फेरि कसैको घर बन्न म उभिरहनु पर्नेछ, रुख जस्तै स्थिर बनेर।